देखि म चाहिँ घर जाँदै गरेको। अनि यो चाहिँ अहिले म आज चाहिँ अर्को बाटो हिँड्दैछु। अर्को बाटो चाहिँ माथिल्लो बाटो छ, त्यो बाटो चाहिँ अलिक अप्ठ्यारो छ, भिडहरू छ अनि चिप्लिने बाटोहरू धेरै छ। अनि नानीहरूलाई पनि आज यो बाटोबाट हिँड भनेर हिँडाएको। अनि बाटो चाहिँ यस्तो छ, देख्नुहुन्छ यस्तै हुन्छ पहाडको बाटो चाहिँ। यो बाटो चाहिँ कस्तो हुन्छ भने पहाडमा चाहिँ धेरै पानी परेको बेला वर्षायाममा चाहिँ गाडीहरू धेरै कुद्यो भने ट्र्याक्टरहरू यहाँ कुदिराख्छ नि त, त्यो गोलियाहरू असार्छ अनि त्यति बेला चाहिँ बाटो बिग्रिन्छ कि। अनि यस्तो भइजान्छ, हेर्नु न बिग्रेर त्यो गहिरो 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 हुँदै जान्छ क्या। अनि फाइनल्ली आजदेखि चाहिँ हाम्रो बर्खा बिदा भएको छ। अहिले चाहिँ बर्खा बिदा पनि धेरै पाइँदैन यो नयाँ सरकार बनिकन चाहिँ। अनि बर्खाको बिदा भइसकेको छ। अब कोदो रोप्ने धान रोप्ने छुट्टी भनौँ न, धेरै दिन त छैन, अब थोरै थोरै दिन छ। अब साउनको 11 गतिदेखि फेरि हाम्रो स्कुल लाग्छ। अनि त्यति दिनसम्मलाई चाहिँ बिदा। अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। घर जाने क्रममा बनाएको भिडियो हो, अन्यथा नलिनु होला। अनि नानीहरूले चाहिँ मलाई गइसकेको रहेछ अघि नै। आज मेरो पसलमा अलमा लिने काम थियो र अलिक ढिलो भयो। हेर्नु न बाटो यस्तो हुन्छ कि राम्रो बाटो छ कि, जस्तै सोलिङहरू लगाएर राम्रो बाटो बनेको थियो भने पनि पिच त अब यहाँ पिच आउनु त कहिले हो कहिले, तर पनि बाटोहरू राम्रो बनाउँदाखेरि पनि कि यस्तो हुन्छ क्या, पानी धेरै पऱ्यो भने अनि त्यो गोलियाहरू लाने ट्र्याक्टरहरूले क्या बाटो यस्तो गहिरो अग्लो होचो बनाइदिन्छ। अनि गाह्रो जोखिमपूर्ण छ कि हाम्रो पहाड चाहिँ, यो लास्टै जोखिमपूर्ण छ। अन्त म चाहिँ घर जाँदै गरेको। सबैजनालाई बाई बाई। अब हामी एकैचोटि स्कुल चाहिँ साउनको 11 गतेदेखि मात्र, तर म हजुरहरूसँग दिनै भेट्ने कोसिस गर्नेछु। भिडियोहरू त म लगाइराख्छु, अब घरको भिडियोहरू आउँछ। बाई।